सकारात्मक विचार कसरी राख्ने, सकारात्मक विचार राख्नको लागि के गर्न सकिन्छ। हामीले सधैँ सुन्ने गरेका छौं नि, स्टे पोजिटिभ, थिंक पोजिटिभ। जय श्री राम साथीहरू, म कल्पना गुरुङ। आज यही प्रसङ्गमा हजुरहरुसँग सानो एउटा कथा शेयर गर्न मन लाग्यो। एउटा गाउँमा चाहिँ बाजे र नाति बस्दो रहेछ। अनि हरेक दिन बाजेले चाहिँ आफ्नो नातिलाई श्रीमद् भागवत गीता, रामायण, महाभारतका कथाहरू चाहिँ सुनाउने गर्दो रहेछ। अनि एक दिन चाहिँ नातिले चाहिँ प्रश्न गरेछ बाजेलाई, बाजे, हरेक दिन हजुरले मलाई यो श्रीमद् भागवत गीता, महाभारत, रामायण यी ग्रन्थका कथाहरू भन्ने गर्नुहुन्छ, तर मलाई त केही पनि याद हुँदैन, म त बिर्सिहाल्छु। अनि यो यादै नहुने कुराहरूमा हजुरले मलाई किन दोहोऱ्याइ दोहोऱ्याइ भनिराख्नु भएको छ। जब नाति केटाको कुरा सुन्यो नि, बाजे मुसुक्क हाँसेर भन्नुभयो, ठिकै छ, एकचोटि गोठमा जाऊ न त। गोठमा गएर चाहिँ हामीले सधैँ त्यो गोबर बोक्ने डोको लिएर आऊ त नाति, जाऊ भन्नुभएछ। त्यसपछि नाति केटा पनि खुरुक्क उठेर गएर गोठतिर कुदेछ। अनि त्यहाँबाट एउटा डोको बोकेर आएछ, जुन डोको चाहिँ उनीहरूले चाहिँ सधैँ गोबर सोर्नको लागि चाहिँ, यताउता मैला फाल्नको लागि चाहिँ प्रयोगमा ल्याउने गरिन्थ्यो। अनि नाति केटालाई भन्नुभएछ, जाऊ त नाति, यो डोकोमा चाहिँ गएर तिमीले पानी भरेर ल्याउनु तल ढुङ्गे धाराबाट। अब नाति केटाले एकछिन सुन्यो। पहिलाको जमानामा कस्तो थियो भने चाहिँ जब आफूभन्दा ठुलो मान्छेले हामीलाई यो गर्नुस् त्यो गर्नुस् भनेर भन्दाखेरि चाहिँ हामीले कहिले पनि नाइ भन्ने शब्द चाहिँ थिएन। त्यसै अनुसार त्यो नाति केटाले पनि हस भनेर मुन्टो हल्लाउँदै डोको लिएर ढुङ्गे धारातिर गयो। जब ढुङ्गे धारामा गएर उसले पानी भर्यो अनि ऊ पानी लिएर आयो, तर आउँदा आउँदै बाटोमा पानी त सबै चुहिएर गयो। घर आँगनमा आइपुग्दाखेरि त पानी छैन। बाजेलाई भन्यो आएर, बाजे, यो डोकोमा मैले कसरी पानी लिएर आउने। बाजेले मुसुक्क हाँसेर भन्नुभयो, कोसिस गरे के हुँदैन त, जाऊ न फेरि। नाति केटो खुरुक्क लागेर मुन्टो निहुराउँदै लुरुक्क परेर फेरि ढुङ्गे धारातिर लाग्यो। फेरि ढुङ्गे धारामा गएर उसले पानी भर्ने कोसिस गर्यो। पानी भर्यो, तर पानी चुहिँदै गइरहेको छ। त्यही पनि मैले त लान सक्छु कि, कोसिस गरे के हुँदैन त भनेर उसले फेरि के गर्यो, त्यो डोकोमा अलिकति भएको पानी लिएर कुद्यो। कुद्दै कुद्दै घरको आँगनमा आइपुग्दा त डोको फेरि खाली। फेरि निराश भएर आफ्नो बाजेतिर एक नजर लगाए। बाजे मुसुक्क हाँसेर नातिलाई हेरिरहेको छ। फेरि भन्नुभयो, जाऊ न त, कोसिस गर। फेरि नाति कुद्यो ढुङ्गे धारातिर त्यही डोको लिएर। यसरी बारम्बार गर्दाखेरि धेरै पटक नातिले कोसिस गर्यो डोकोमा पानी लिएर आउने, तर असफल रह्यो। थाक्यो। थकाइ लागेपछि के गर्यो त, त्यो डोकोलाई बाजेको छेउमा ल्याएर राख्यो। अनि त्यहाँ एकछिनको लागि बस्यो थकाइ मार्नको लागि र निराश हुँदै भन्यो, बाजे, यो कस्तो परीक्षा लिँदै हुनुहुन्छ हजुरले मेरो। बाजे मुसुक्क हाँस्नुभयो, के भएर, डोकोमा पनि कहिले पानी ल्याउन सकिन्छ। हजुरले देख्नुभयो त मैले कति कोसिस गरेँ। जतिचोटि आउँदाखेरि पनि त्यहाँ थाप्दा थाप्दै चुहिएर गइसक्छ आदि। बाटोबाट ल्याउँदाखेरि त आँगनमा आउँदा त रित्तै। यो त असम्भव कुरा हो। अनि बाजेले के गर्छ भन्दाखेरि आफ्नो नातिको अनुहार हेर्छ अनि मुसुक्क मुस्कुराउँदै भन्नुहुन्छ, तिमीलाई थाहा छ, तिमीले यो डोकोलाई पहिले एकपटक नजर लगाएको थियो, यो डोकोलाई हेरेको थियो। हेरेको थिएँ नि बाजे, कति मैला थियो। अनि अहिले कस्तो छ त, अहिले सफा भयो। नातिले यसरी नै जवाब दियो, किनकि मैले घरिघरि पानी भर्दाखेरि त सफा भइहाल्यो नि। बाजेले मुसुक्क मुस्कुराउँदै भन्नुभयो, हो त्यसरी नै। जब यी ग्रन्थहरूका मैले कथाहरू तिमीलाई सुनाउँछु
अनि तिमीले सुन्छौ, त्यतिखेर तिम्रो चित्त शुद्ध हुन्छ, तिम्रो मन शुद्ध हुन्छ। किनभने यी कथाहरूमा सकारात्मक विचारहरू भरिएका छन्। तिम्रो विचारहरू सकारात्मक हुँदै जान्छन्। जब मानिसको विचारहरू सकारात्मक हुन्छ नि, हरेक अवस्थामा दुःखसँग लड्ने क्षमता बढ्दै जान्छ। यी ग्रन्थहरूमा भगवानका कथाहरू छन्। सुन्दाखेरि रमाइलो लाग्छ, एकछिनमा बिर्सिन्छ, तर यी कथा मात्र होइनन्, यी ज्ञानका ज्योतिहरू हुन्। आज तिमीलाई सुन्दाखेरि जति झर्को लागेको छ, जीवनको कुनै बेला तिमीलाई दुःख पर्दा, समस्या पर्दा यी कथाहरूले तिमीलाई साथी हुनेछन्। यी सकारात्मक सोचले भरिएका ग्रन्थहरूले तिम्रो मन सफा पारिरहेको छ। यो डोको जस्तै सफा भएको छ। जब मन सफा हुन्छ, विचार सफा हुन्छ, सोच्ने क्षमता बढ्दछ, दुःखसँग लड्ने क्षमता बढ्दछ। अनि भगवानका कथाहरूले पनि यस्तै गरिरहेको छ। अहिले तिमीलाई यसको केही पनि आभास छैन। जब तिमी ठुलो हुनेछौ त्यतिखेर बल्ल बुझ्नेछौ। त्यसैले हामीले सकारात्मक सोच राख्नुपर्छ। यो कथाको प्रसङ्गलाई मैले किन यहाँ जोडेँ भन्दाखेरि मानिसमा दुःख हुन्छ, हामी भगवानलाई मान्छौँ, भगवानलाई यति पूजा गर्छौँ, दुःख किन छ भनेर क्वेसन गर्छौँ नि त। तर पनि जब हामी सकारात्मक सोच छ नि, हामीमा के आउँछ परिवर्तन भन्दाखेरि दुःख र सुख भनेको त जीवनको एउटा पाटा हो। दुःख छ भने सुख पनि आउँछ। हामीलाई दुःखसँग लड्ने क्षमता बढ्दछ। जब भगवान हाम्रो साथमा हुनुहुन्छ नि, हामीले दुःख देख्दैनौँ, भगवानलाई देख्छौँ। जब हामीले भगवानलाई देख्छौँ त्यतिखेर त्यहाँ दुःखको कुनै बाटो नै हुँदैन। दुःख त्यहाँ साथमा बस्न सक्दैन। सकारात्मक सोचले गर्दाखेरि मनमा शान्ति मिल्छ। त्यसैले हामीले भन्छौँ नि, सकारात्मक सोच्नु, सकारात्मक भिडियोहरू हेर्नुपर्छ, मन्दिर जानुपर्छ, गुरुहरूकोमा जानुपर्छ, गुरुहरूको ज्ञान सुन्नुपर्छ। आजकलको जमानामा त एकदम टेक्नोलोजीको आइसकेको छ। जहाँ इच्छा त्यहाँ उपाय। युट्युबैभरि गुरुहरूका प्रवचनहरू छन्, सुन्नुहोस् र आफ्नो मनलाई सकारात्मक बाटोतिर लाग्नुहोस्। जय श्री राम।